वडा नम्बर 6 का वडा अध्यक्ष एवं व्यास नगरपालिका खेलकुद सम्मेलनका संयोजक जीवन गुरुङ ज्यू, यसै गरी विशिष्ट व्यक्तित्वहरू र उपस्थित सम्पूर्ण तल्लो साँझदेखि माथि गलाफुसम्म बसोबास गर्दै आउनुभएका र अहिले माइग्रेट भएर बसाइसकेको क्रममा दमौलीमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम त म यो आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु। मलाई एउटा सानो बोल्ने अवसर दिनुभएकोमा हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। वास्तवमा यो साझा दमौली समन्वय समिति भनेर एउटा कन्सेप्ट लिएर आउनुभएका मेरो भतिज विकास गुरुङ लगायत सम्पूर्ण इन्टायर टिमलाई चाहिँ मैले हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनभने यो भनेको हाम्रो आत्मीयता, हाम्रो भौगोलिक हिसाबले हामी एउटै पानी परेर एउटै वन जङ्गलमा डुलेर अहिले हामी दमौलीमा आएर पनि हामीले एक आपसमा चिन्ने जान्ने मौका पाएका छौँ। यो धेरै नै सराहनीय कार्य गर्नुभएको छ। त्यसैले यो जसले यो कन्सेप्ट लिएर आएर एउटा यो संस्था खोल्नु भएको छ उहाँलाई हामीले सबैले हृदयदेखि नै धन्यवाद दिन पर्ने हुन्छ। एउटा कुरा वास्तवमा यो संस्था भनेको एउटा सामाजिक संस्था हो। हामीमा चिनजान भेटघाट यो खाइपी रमाइलो मात्रै नभइकन दुःख सुखमा हामीले यो संस्थाको माध्यमबाट कसैलाई दुःख परेको ठाउँमा, कसैलाई सुखको कार्यक्रमहरूमा हामी यसरी नै उपस्थित भयौँ भने भोलिको दिनहरूमा पनि हाम्रो छोरा नाति, हाम्रो भविष्यको पिँढीले पनि निरन्तरता दिँदै हामी साझा गाउँले रहेछौँ, हामी एउटै भेटपाटोमा मेलापात गर्ने, एउटै जुवा चर्कोमा हामी रमाइलो गर्ने मान्छेहरू रहेछौँ भनेर यो हाम्रो इतिहासलाई चाहिँ जीवित राख्ने काम भइरहेको छ। त्यसैले अझै पनि एउटा हाम्रोमा के चाहिँ मात्रै छ भने अहिले हामीले सामान्य एउटा परिचयात्मक कार्यक्रम गऱ्यौँ, त्यसमा पनि हामी कति कमजोर रहेछौँ भन्ने कुराहरू अहिले हामीले देखिसकेका छौँ। हिजो मेरो एउटा उदाहरणको लागि मेरो भाउजू हिजो तपाईँहरू जस्तै यसरी नै माइक समात्न परे पछाडि काम्ने, डराउने, आफ्नो परिचयमा जम्मा आफ्नो नाम र आफ्नो स्थायी ठेगाना र अनि अहिले बसोबास गर्दै आएको यति मात्र दिन पनि हामी हाँस्ने दिन नसक्ने अवस्था छ। जहाँ कि हामी एउटै के अरे थलोबाट हुर्केका एउटै हुन्छ नि, सबै चिनजान भएको मान्छेको अगाडि पनि हामी एउटा बोल्न आफ्नो परिचय दिन गाह्रो भइरहेको छ भने अहिले हाम्रो भाउजू त्यत्रो समाजको उसमा अहिले मजाले भाषण दिन सक्नुहुन्छ। त्यसरी नै हजुरहरूले पनि अलिकति प्र्याक्टिस गर्नु, मैले यो सानो नानीलाई नि भने होइन, बिस्तारै हामीले प्र्याक्टिस गर्दै जाने हो सबै कुरा। अनि त्यही भएर हामीले यो यसरी खानी रमाइलो मात्रै नभइकन हामीले यो हुन्छ नि परिचयात्मक कार्यक्रम अब बिस्तारै अलिकति नेतृत्व हुन्छ नि, हामी यही समाजभित्र रहेका त्यसैले हामीले यो साझा दमौली समन्वय समितिलाई हामीले एउटा के भन्छ अरे सामाजिक कार्यमा पनि अलिकति अगाडि बढाउनु पर्छ भने जस्तो लाग्छ भन्दै आजको उपस्थिति सम्पूर्ण महानुभावहरूलाई मेरो तर्फबाट हृदयदेखि नै धन्यवाद दिँदै आगामी यो साझा दमौली समन्वय समितिका सचिव भाइ जोरालीज्यू, साझा दमौली समन्वय समितिद्वारा आयोजित भेटघाट तथा अधिवेशन समारोहका सभापति एवं यसै साझा समन्वय समितिका अध्यक्ष विकास गुरुङज्यू, मञ्चमा आसीन रहनुभएका सम्पूर्ण अतिथिगणहरू, साझा समन्वय समिति रहनुभएका सम्पूर्ण सदस्य साथीहरू र यहाँ उपस्थित भएका सम्पूर्ण
बुवा दाजुभाइ दिदीबहिनी सम्पूर्ण नमस्कार। साझा समन्वय समितिको उद्देश्यको बारेमा हामीले विगत वर्षदेखि भनिआएका छौँ। साझामा विगत वर्षमा रहेका र अहिले आएर आफ्नो कार्यक्षेत्रको लागि आफ्नो कामको लागि सिलसिलामा दमोलीमा बसोबास गर्दै आएका मानिसहरू सबै एकीकृत भएर साझा पुरानो थलो साझा रहेका र अहिले हाल यहाँ बस्ने मान्छेहरू बिच एक आपसमा समन्वयकारी भूमिका निर्वाह गर्नको लागि एक आपसमा चिन्जान गर्नको लागि अलिकति जे भयो भने प्रदेश जस्तो ठाउँ मान्नुपर्छ। त्यो ठाउँमा भोलि सुख परेको बेलामा एकअर्कालाई सहयोग लिन दिनको लागि भनेर यो समाज यो समिति गठन गरिएको हो। यो विषयमा पूर्ववक्ता साथीहरू पनि भनिसक्नु भएको छ। अब हामीले यो समाजले के गर्ने त भन्ने विषयमा पनि अलिकति छलफल बहस हुनु जरुरी छ। किनभने कुनै पनि संस्था गठन गरेपछि त्यसको एउटा विधान हुन्छ, त्यसले गर्नुपर्ने कामहरूको सबै कुरा त्यहाँ टिपोट भएको हुन्छ। त्यो काम हामीले गरेका छ कि छैन त्यो विषय महत्त्वपूर्ण जानकारी हुनुपर्छ। अहिले म ओडाध्यक्ष छु, मैले पनि गर्न सक्नु पर्यो, मैले गर्नु सक्ने सहयोगहरू पनि मैले गर्न सकिरहेको छैन। किनभने हामी त्यो सम्बन्धी अहिले पनि त्यो विषयमा प्रस्ताव पनि आएको छैन, मैले पनि के गर्न सकिरहेको छैन। यो किनभने यो समाजले यो समितिले अब त्यो ठाउँमा साझा बस्ने मानिसहरूको सहयोगको लागि त्यो ठाउँको विकासको लागि हामीले एउटा समन्वयकारी भूमिका खेल्ने। त्यही भएर नामै के साझा दमोली समन्वय समिति भनेको साझा र दमोली बिच समन्वय गर्ने, दमोलीबाट साझा विकास पुर्याउने अनि गाउँमा भएका उत्पादनहरूलाई दमोलीसँग ल्याएर बेच्ने, यहाँको र त्यहाँको मान्छे बिचको समन्वयकारी भूमिका निर्वाह गरेर साझाले अझै पनि अगाडि बढाउने प्रयास चाहिँ यहाँबाट गरिदिने। किनभने गाउँमा बस्ने मान्छेको पहुँच पुग्दैन, त्यो पहुँचको काम चाहिँ यहाँ बस्ने मान्छेहरू गरिदिने भन्ने एउटा उद्देश्य हो। अहिले यहाँ के अरे बसोबास गर्नुहुने बाबु नानीहरूको उहाँहरूको शैक्षिक स्थितिको विषयमा अब हामीले के गर्न सकिन्छ होइन। यो समाजले गर्नुपर्ने सहयोग छात्रवृत्तिको विषयमा केही भूमिका खेला गर्ने। अब हामीले त्यही भएर के गर्न सकिन्छ भन्ने कुरा धेरै कुराहरू हुन्छन्। यो समितिको उद्देश्य अनुसार रूप चाहिँ हामीले गर्नुपर्ने काम धेरै छ, तर अब त्यो खालको काम हामीले गर्न सकिरहेको छैन। त्यो विषयमा हामी सबै एकजुट हुन जरुरी छ। हामीले अहिले चाहिँ के गरेछौँ भने एउटा पैसा नियमित रूपमा त्रैमासिक रूपमा उठाइरहेका छौँ। त्यो पैसाबाट हामीले कहीँ कतै सहयोग पनि गरिराख्ने एउटा उद्देश्य लिएका छौँ। त्यति मात्र प्राप्त हुन्छ जस्तो लाग्दैन मलाई। त्यो एउटा अक्षय कोष पनि निर्माण गरेर छुट्टै एउटा शैक्षिक कार्यक्रमको लागि भनेर हामीले सबै हाम्रो 32 घरधुरी अहिले हामीसँग सम्मिलित छ। विकास एक्लैले चाहेर विकास एक्लैले प्रयास गरेर यहाँ समितिमा भएको 9 जनाले प्रयास गरेर केही पनि हुँदैन। 32 घरधुरी नै सम्मिलित भएर 32 घरधुरीमा हामीसँग 60-70 जना मान्छेहरू हुन्छ, सबै मिल्यो भने त्यो सम्भव हुन्छ। त्यो तरिका खालको योजना बनाएर हामी अगाडि बढ्यो भने भोलि हाम्रो आर्थिक विकास सँगसँगै हाम्रो यहाँ आफ्नो व्यक्तिगत विकास सँगसँगै साझा गाउँको विकास पनि गर्न सक्छौँ भन्ने मैले बुझेको छु। किनभने हामीले यो समन्वय समिति बनाएकै साझासँग सम्बन्धित भएर बनाएको हो। साझा गाउँको माया, साझा गाउँको ममता हामी सबैमा छ। त्यही भएर यो ठाउँ त्यो गाउँ आफ्नो जन्मभूमि सबैले प्यारो हुन्छ। आफ्नो जन्मभूमि बिर्सनु हुँदैन। आफ्नो जन्मभूमिसँग सम्बन्धित सबै व्यक्तिहरू एक भएर हामी एकताका साथ अगाडि बढ्नुपर्छ भन्ने भावना पनि यो समितिले राखेको छ, बोकेको छ। त्यसैले त्यो कार्य गर्नलाई सबैले समितिले सहयोग गर्नुपर्छ म त अनुरोध गर्न चाहन्छु। र त्यसै गरी साझा समन्वय समितिलाई म के अनुरोध चाहन्छु भने तपाईँहरूले यहाँ बसेका भाइ बहिनीहरूको व्यक्तित्व विकासको लागि कुनै कार्यक्रम गर्ने या अघि देखियो भने के अरे एउटा परिचय पनि कार्यक्रम गरौँ भन्दाखेरि उहाँहरू परिचय पनि गर्न सक्नु भएन। हामीले सर्वप्रथम के हुनुपर्छ, आफै परिवर्तन हुनुपर्छ, आफ्नो विकास आफैले गर्ने। हामी आफैबाट सुरु हुनुपर्छ। आफ्नो व्यक्तित्व विकास गर्नलाई केही कार्यक्रम गर्ने कि या यहाँ भएका दिदीबहिनीहरूलाई रोजगार बनाउनको लागि रोजगार दिनको लागि के तालिम दिन सकिन्छ, सिलाइ बुनाइ तालिम दिने कि या युवा भाइहरूलाई प्लम्बिङ तालिमहरू के दिने हो त्यो पनि कार्यक्रम ल्यायो भने हामी सल्लाह नै भइरहेको छ। हाम्रो गाउँमा भएको जुन बारीहरू छ त्यसमा अब अलिकति बुझ्दै गर्दा कफी खेतीको लागि चाहिँ उपयुक्त हावापानी रहेको हामीले पाएको छु। त्यो विषयमा हामी बिच छलफल पनि भइरहेको छ। छलफल त भइरहेको छ, तर कसरी गर्ने भन्ने विषयमा अझै पनि निष्कर्ष पुगेको छैन। त्यो गर्ने भए के रकम हामीले सहयोग गरेर वडाबाट नगरपालिकाबाट सहयोग गरेर त्यो ठाउँमा हामीले रमाइलो कुरालाई मात्रै ध्यान दिएर नाच्ने गाउने खाने कुरामा मात्रै बढी जोड दिएर हुँदैन। त्यही भएर अलिकति के कुरामा हाम्रो आर्थिक स्थिति सुधार हुन सकिन्छ, के गर्यो भने हामीले स्वरोजगार बन्न सकिन्छ, के सम्भावनाहरू छन् त्यो कुरा अहिले हरेक कुरा आएको हुन्छ। त्यो कुरालाई पनि अलिक खोजी गरेर पनि
आएको कुरा हेर्ने नआए खोजी गरेर पनि हामीले त्यो विषयमा अध्ययन गर्न जरुरी छ। त्यो भएपछि हामीले एउटा राम्रो प्रपोजल बनाएर पेश गरेर हरेक कुराहरू गर्न सक्छौँ। त्यसको लागि समन्वय समितिसँगै सल्लाह गरेर आगामी दिनहरूमा आगामी वर्षमा त्यो कार्यक्रमहरू हामी सञ्चालन गर्ने कुरा म सम्पूर्ण महानुभावलाई भन्न चाहन्छु। र अब आज अधिवेशन पनि भनिएको छ। एउटा साथीहरूमा अहिले एउटा समितिमा रहेर फेरि पनि आफ्नो नेतृत्व विकास गरेर अगाडि बढ्न चाहने साथीहरूले पनि फेरि यसरी नै यो संस्थालाई अगाडि बढाउनुहुन्छ। नेतृत्वलाई भूमिका निर्वाह गरेर अभिभावक बनेर सम्पूर्ण मानिसहरूले समेटेर अगाडि बढ्नुहुन्छ भन्ने विश्वास दिएको छु। आजको उपस्थितिमा पनि अलिकति केही कमी भयो कि भनेर दिदीले कृष्ण कुमार दिदीले भन्नुभएको छ। उपस्थिति अब ठुलो कुरो होइन, किनभने आज आउनु पनि सबै हो, तर आउन केही कारणवश काम विशेषले नआएको हुनसक्छ। हामी त्यसले नेगेटिभली नलिउँ। उहाँहरूले खबर पाएर या कुनै आफ्नो काम विशेषले नआएको होला, तर उहाँहरू सबैको सद्भाव, उहाँ सबैको समर्थन रहेको मैले पाएको छु। किनकि हाम्रो पेज छ, सबैले म आज आउन सकिनँ, यो कार्यक्रम सफलताको त्यो शुभकामना व्यक्त गर्छु भनेर प्रायः सबैले भनेको छ। त्यसैले सम्पूर्ण मानिसहरूको माया सद्भाव लिएर समितिद्वारा आयोजित बृहत वनभोज तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथिको रूपमा व्यास नगरपालिका वडा नम्बर 6 का वडा अध्यक्ष जीवन गुरुङज्यू हुनुहुन्छ। त्यसै गरी उपस्थित हुनुहुने सम्पूर्ण बुबाआमा दाजुभाइ दिदीबहिनीहरू लगायत अग्रज व्यक्तित्वहरूमा म यसै संस्था साझा दमोली समन्वय समितिको तर्फबाट सम्पूर्णमा नमस्कार। साझा समन्वय समितिद्वारा चाहिँ आजभन्दा 2 वर्ष अगाडि यसरी नै केही व्यक्तिहरू भेला भएर चाहिँ सञ्चालन अथवा सुरुवात गरेको चाहिँ यो साझा समन्वय करिब 2 वर्षको दौडामा विभिन्न गतिविधिहरू, विभिन्न कार्यक्रमहरू गर्दै आउँदा विभिन्न बाधा अडचनहरू झेल्न अथवा सहज रूपमा गर्न त्यसमा विभिन्न बाधा अडचनहरू रहँदै आएको थियो। अब आजभन्दा 2 वर्ष लाग्छ। हामीले पाटन व्यास नगरपालिका वडा नम्बर 6 पाटनमा चाहिँ व्यास नगरपालिका 5 पाटनमा चाहिँ बृहत वनभोज कार्यक्रम गरेका थियौँ। बृहत वनभोज कार्यक्रमको उद्देश्य चाहिँ साझामा बसोबास गर्ने पैतृक साबिकको स्याङ्जा गाविस अहिलेको 1 र 2 हालको व्यास नगरपालिका वडा नम्बर 6 तल्लो साँझादेखि गलफुसम्म बसोबास गर्ने पैतृक थलो भई दमोलीमा बसोबास आसपासको क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण आजको कार्यक्रम चाहिँ के कम हुनुको पनि केही कारणहरू छ, केही समस्याहरू रहँदै आएको छ। त्यो समस्या हामीले झेल्दै आएका छौँ। अब मान्छे भन्छ समय भएन, पाउँदैन, जान पाउँदैन भन्नुहुन्छ। अब जो मान्छे त्यसमा इन्ट्रेस्ट हुँदैन, रुचि हुँदैन, त्यो मान्छेले चाहिँ समय छैन भन्छ। यदि उसले चाहन्छ भने, भित्री रूपले चाहन्छ भने सम्पूर्ण कार्यक्रममा, सम्पूर्ण स्थानमा चाहिँ ऊ जान सक्छ, सहभागी हुन सक्छ। जसको भित्रीबाट इच्छा छैन ऊ जान सक्दैन अथवा सहभागी हुन सक्दैन। हामीले पटक फोन सम्पर्क गरेर अथवा घरमै पुगेर पनि यो कार्यक्रमलाई अझै पनि भव्य, त्यही 82 अझ यो 80 सालको भन्दा पनि भव्यको तरिकाले अगाडि बढाउने उद्देश्य राखेका थियौँ। केही कम भयो। अब त्यसमा विविध कारणहरू त छँदैछ। हामीले त्यसमा सहयोग, प्रथम अधिवेशन अथवा प्रथम कार्यक्रम भनेर चाहिँ सहयोग उठाएका थियौँ। त्यतिखेर अब बिचमा हामी चाहिँ 32 घर चाहिँ सहभागी रहेका छौँ। त्यसमा हामीले यति खर्च भयो भनेर त बिचमा खबर गरिसकेका छौँ, ग्रुपमा भनिसकेका छौँ। त्यो कार्यक्रममा चाहिँ सहयोग रकम चाहिँ 52,565 रुपियाँ उठेको थियो। त्यस कारण चाहिँ पहिलो कार्यक्रम हो भनेर हामीले 500 रुपियाँको दरले चाहिँ प्रत्येक व्यक्तिको 500 रुपियाँ उठाउने र बच्चाहरूको चाहिँ पैसा नउठाउने भनेर त्यसरी कार्यक्रम गरेका थियौँ। अहिलेको कार्यक्रममा चाहिँ 1200 को दरले उठाएको र बच्चाहरूको चाहिँ 600 को दरले उठाएको कारण पनि केही कम भएको हुनसक्छ। 10 वर्षदेखि 16 वर्षसम्मकोलाई चाहिँ 600 रुपियाँ उठाउने भनेर कार्यक्रम राखियो। त्यस कारण पनि के कम भएको हुनसक्छ, तर त्यस्तो कम त भएको छैन जस्तो पनि लाग्छ। मैले लगभग 50 जना चाहिँ गनिसकेको छु अहिले। त्यतिखेर 70 हुन त 20 जना चाहिँ कमै भयो। कारण त्यही हो, पैसा हामीले सधैँ सहयोग माग्न सकिँदैन। एकचोटि सहयोग माग्यो, वर्षै पछि सहयोग माग्दा फेरि सहयोग दिँदैन। अब सहयोग मागेरै कार्यक्रम सधैँ गर्न सकिँदैन। कसैले सहयोग गर्ने हो भने कार्यक्रम गर्न सकिन्थ्यो। खानी कार्यक्रमलाई त कसैले सहयोग गर्छ र कसले सहयोग गर्छ। 1200 उठाउनु त गाह्रो छ। अब सहयोग माग्दै कसरी जाने? त्यसकारण पनि केही कम भएको, त्यसलाई अन्यथा नलिउँ। अब हाम्रो चाहिँ आजसम्म चाहिँ बसोबास गर्ने धेरै घरहरू रहेको छन्, तर 32 घर मात्रै हामी चाहिँ यस संस्थामा चाहिँ आबद्ध भएर रकम दैनिक रूपमा बिस्तारै 500 उठायौँ, त्यसपछि 1000 रुपियाँ उठायौँ, त्यसपछि 3 महिनामा बस्ने भनेर अहिले 1500 को दरले उठाउँदै आइरहेका छौँ।
1500 को दरले उठाउँदै आइरहँदा हाम्रो लगभग पैसा चाहिँ 2,98,600 रुपियाँ छ। त्यसमा चाहिँ 33,200 रुपियाँ चाहिँ 80 सालमा गरेको कार्यक्रमको चाहिँ सहयोग थियो अथवा बाँचेको अथवा त्यस संस्थामा छ। यो संस्थाको रकम चाहिँ हामीले आज खर्च गर्न सक्थ्यौँ, तर यो खर्च गर्ने चाहिँ उद्देश्य छैन। कुनै पनि हिसाबले कुनै कार्यक्रम अथवा इमर्जेन्सी पर्ने खर्च अवस्थामा चाहिँ त्यसलाई खर्च गर्ने तरिकाले चाहिँ राखेका छौँ। आज हामीले त्यस्तै विभिन्न सानो सामान्य खर्चहरूमा आफैले खर्च हालेर पनि कार्यक्रमहरू गरिरहेका छौँ। यो अहिले चाहिँ खर्च रहेको छ, जस्ताको तस्तैको छ। ब्याजबाट हामीले त्यसले उद्देश्य साझा दमौली समन्वय समिति भन्यो। साझा दमौली समन्वय समितिको उद्देश्य के हो, कसरी सञ्चालन गर्ने, विभिन्न कुराहरू चाहिँ हामीले सल्लाह गऱ्यौँ। अब बस्यौँ अथवा हामी चाहिँ एउटा सम्पूर्ण क्षेत्रमा हात हाल्यौँ भने असफल भइन्छ। त्यही भएर साझा समन्वय चाहिँ केमा अगाडि बढ्ने, के उद्देश्य राखेर अगाडि बढ्ने, अथवा गाउँको हिसाबले गाउँलाई हराभरा बनाउने हो कि साझा समन्वय समिति गाउँमा रहेको सम्पूर्ण व्यक्तिहरू चाहिँ दमौली आसपासमा अथवा अन्य ठाउँमा बसेसराई गरेर गइसक्नु भयो अथवा जानुभयो, केही घरहरू अथवा केही हुनुहुन्छ अथवा त्यहाँ बसोबास गर्ने घरधुरीको आधारमा चाहिँ त्यहाँ विकास गर्न एकदमै गाह्रो छ। अब वडा अध्यक्षज्यूलाई थाहा नै छ, हाम्रो स्थानीय सरकारमा हुनुहुन्छ, हाम्रै गाउँको छोरा के अरे हुनुहुन्छ। त्यो हिसाबले चाहिँ त्यो जनसङ्ख्या अथवा त्यो घरधुरीमा चाहिँ विकास गर्न एकदम गाह्रो छ। हामीले चाहिँ साझालाई चाहिँ एकदम एउटा केहीको हब बनाऊँ अथवा कुनै क्षेत्रको चाहिँ हब बनाएर चाहिँ प्रमोट गर्न सकियो भने साझा पनि कुनै दिन अथवा विकासले फड्को मार्ला अथवा कुनै दिन हराभरा होला, अर्कै रूप लिएला, नयाँ रूप लिएला भन्ने उद्देश्य चाहिँ मैले राखेको छु। अब सम्पूर्णलाई सहयोग गर्दाखेरि यता सहयोग गरौँ अर्को सहयोग गरौँ भन्दा त्यो संस्था कमजोर हुँदै जान्छ। एउटा उद्देश्य राखेर हिँड्यो भने सफल भइन्छ। त्यस कारणले चाहिँ हाम्रो उद्देश्य अब विद्यार्थीलाई दिउँ अथवा अर्कोलाई दिउँ भन्दा पनि साझालाई हराभरा गराउन लागौँ न। तल साझादेखि गलतसम्म भन्यौँ नि हामीले। अब सल्लाह त हुँदैछ, कफीको रूपमा कफी राम्रो फल्छ भने त कफीको पुरै कफी लगाइदिउँ न। कफीको हब बनायो भने कुनै क्षेत्र अध्ययन अवलम्बन भ्रमण गर्न जाला, के होला, त्यसको बाटो पनि राम्रो होला, त्यसको कफीको हब बन्यो भने आम्दानी पनि गर्ने होला, आम्दानी पनि गर्न सक्छ। साझा दमौली समन्वय समितिबाट चाहिँ ब्यास छ। रत्नज्योति स्कुलमा चाहिँ न्यानो कपडा वितरण तथा शैक्षिक कार्यक्रम प्लस स्वास्थ्य सामग्री स्वास्थ्य शिविर पनि राखेका थियौँ। त्यसमा चाहिँ भव्य रूपमा कार्यक्रम सफल भयो। त्यसमा सहयोग गर्ने मसँगै पढेको साथीहरू महबुब मिया, अञ्जली आले, पदम थापा मगर, अकबर मिया, समीर मिया लगायतको सहयोगमा चाहिँ हामीले ब्यास नगरपालिका वडा नम्बर 6 साझा हामी पहिला पढेकै ठाउँमा पढेकै स्कुलमा चाहिँ भव्य रूपमा कार्यक्रम सफल पार्यौँ। यो बिचमा विभिन्न व्यक्तिहरूले सल्लाह सुझाव दिएर अथवा यो संस्थालाई चाहिँ अगाडि बढाउन सहयोग गर्नुभयो। विभिन्न बाधा अवरोधहरूलाई परास्त गर्दै सहयोग गर्नुहुने तपाईँ सम्पूर्णमा यो 2 वर्ष कार्यकालमा सहयोग गर्नुहुने तपाईँ सम्पूर्णमा म साझा दमौली समन्वय समितिको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। अब काम गर्दै जाने क्रममा कुनै रिसिभी अथवा कुनै झैझगडा अथवा त्यस्तो हुन्छ, त्यसलाई चाहिँ सामान्य रूपमा मानेर संस्थाको लागि गर्यो, संस्थाको हितको लागि रिसायो अथवा संस्थाको हितको लागि गाली गलौज गर्यो अथवा रिसायो भन्ने सोच राख्नु होला। मेरो व्यक्तिगत हिसाबले भन्दा पनि व्यक्तिगत रूपमा रिसिभी भन्दा पनि संस्थाकै लागि गर्न हो, मेरो व्यक्तिगत रूपमा गर्न भन्दा पनि संस्थाकै रूपमा संस्थालाई अगाडि बढाउनको लागि गरेको भन्ने सोच्नु होला। त्यो बिचमा कसैले पनि अथवा यसरी गर्यो उसरी गर्यो भन्ने रिसरागहरूलाई फालेर अब आउने दिनहरूमा यो साझा दमौली समन्वय समितिलाई भव्य रूपमा कार्यक्रम गरेर अथवा एउटा उद्देश्य जुन उद्देश्य हो त्यसमा टेकेर अगाडि बढ्न लागि पर्नु हुनेछ भने यो 2 वर्षमा चाहिँ अब मेरो कार्यकालमा सहयोग गर्नुभयो, सम्पूर्णलाई धन्यवाद दिँदै अब आउने नयाँ कार्यकाल नयाँ कार्य समितिले यसलाई अझै राम्रो रूपमा लानु हुनेछ भन्ने आशा छ। अब केही होला अथवा यसरी दुःख गरियो, त्यो दुःख गरिएको ठाउँ छँदैछ। हाम्रो सहयोगहरू पनि धेरै छ अथवा उठेको रकमहरू पनि हामी सहकारी स्टालमा चाहिँ गएर रकम उठाएर अथवा त्यसरी नै मैले भने जसरी नै साझालाई चाहिँ कफीको हब बनाएर हामीले नै लगानी गरेर कफीको हब बनाऊ भन्ने उद्देश्यले त्यसरी नै गयो भने अथवा त्यो रकमलाई चाहिँ केही साथीहरूले होइन यस्तो हुन्छ कि भन्ने
त्यसमा विभिन्न शङ्का उपशङ्काहरू छ। अब आउने नेतृत्वले त्यसले शङ्खारहित ढङ्गबाट शङ्खारहित तरिकाले चाहिँ काम गरेर त्यो रकमको पनि एकदम सुरक्षित रूपमा अगाडि बढाएर एउटा उद्देश्यमा टेकेर चाहिँ साझा दमौलीमा बसोबास गर्ने सम्पूर्णले साझाको मुहार फेर्नुहुनेछ भन्दै मेरो आफ्नो 2080 सालमा चाहिँ यो 2 वर्षमा चाहिँ सहयोग गर्नुभयो। कतिलाई चाहिँ अब कार्य समितिको के हो त्यो पनि पत्तो छैन होला, तैपनि कार्य समितिमा रहेर अथवा बाहिरै रहेर पनि धेरै सहयोग गर्नुभएको छ। सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। म यो कार्य समितिमा हुनुहुन्छ हुमा थापा, उहाँलाई चाहिँ अगाडि आउन अनुरोध गरेँ।